फाइनली आज चाहिँ म बाहिर निक्लिसकेको छु हल्का रमाइलो गर्नको लागि दुईजना भाइ र म। अनि लास्टै रमाइलो गर्नुपर्छ है भनेर चाहिँ नयाँ ठाउँमा छुट्टीको मौकामा जाँदैछौँ। अनि भाइ चाहिँ भर्खर आएको है, यो नयाँ झन्डा ल्याइदिएको छ नेपालमा, गाडीमा ट्याक्क राखेर सरर दुईजना जाँदैछौँ। अनि भाइ पनि एकदमै रमाइलो गर्दैछ किनकि नयाँ मान्छे इन्जोय गर्दैछ, हेर्दैछ नयाँ बाटो होइन। सो हामी चाहिँ अब वहाँ पुग्न लागिसकेको छौँ र फाइनली भाइ एकदम गाडीबाट झरेर रेडी, म पनि रेडी। अनि ल भाइले चाहिँ फाइनली हेर्नु होला भनेर देखाइसकेको छ र यो छाँटाको एकदमै राम्रोसँग बनाएको रहेछ। अनि त्यसको तल गएर म इन्जोय गर्दैछु है त, रास फिल रमाइलो लागिरहेको छ। हामी चाहिँ अब केडी चाहिँ छैन है, हामीसँग एकदम के भन्छ बिन्दास पाराले हिँड्दैछौँ। र वाटर पार्कमा चाहिँ हामी आइसकेको छौँ भाइ र म। अब हेर्नु यहाँ वाटरको चाहिँ यस्तो भ्यू यस्तो दामी होइन। अब यो कहाँ भनेर भन्नु होला, तपाईँहरूले त्यति जान्नुभएको छैन भन्नु होला। र वाटर के अरे पार्क भनेको चाहिँ पछाडि वाटर चाहिँ यसरी फ्याँक्दो रहेछ। अनि धेरै मान्छे इन्जोय गर्नको लागि चाहिँ आउँदो रहेछ होइन। अनि हामी दुईजना पनि अलिक टाढोबाट हामी चाहिँ बसेर चाहिँ एउटा हेर्दैछौँ किनकि नजिक जाँदाखेरि धेरै बरेनीहरू यसो मुस्लिमहरूले ढाकेको छ क्या, त्यो भएर अलिक नजिक गयो भने गाह्रो होला। यहाँ देख्नु सक्नुहुन्छ नि, यहाँ देख्नु सक्नुहुन्छ नि, हो इन्जोय गर्दैछन्। अनि तपाईँहरू पनि यति छुट्टीको मौकामा चाहिँ यो ठाउँमा घुम्न जानु होला, तर 6-7 बजे पछाडि मात्र जानु होला, एकदमै रमाइलो हुनेछ त्यतिखेर चाहिँ। दामी भ्यू आउँदो रहेछ, टिकटक बनाउनको लागि, भिडियो सुट गर्नको लागि चाहिँ बब्बाल रमाइलो ठाउँ छ। यदि तपाईँहरू पनि जानुभएको छ भने पनि कमेन्ट हान्नु होला, जानु भएको छैन भने पनि कमेन्ट हान्नु होला है गाइज है, यो ठाउँ चाहिँ कहाँ हो भनेर है। हेर्नु ल यति रमाइलो ठाउँ छ। सो फाइनली हामी चाहिँ आइसक्यौँ, तपाईँहरू पनि आउनु होला है, जसरी भए पनि हेर्नु होला, रमाइलो छ यो ठाउँ। र हामी चाहिँ अगाडि बढेर देखाउने कोसिस गर्नेछु। ल हेर्नु यो बच्चाको खेलौना, यो रिक्सा जस्तो रहेछ क्या, दामी छ नि यो। हेर्नु ल यस्तो रमाइलो ठाउँ छ। अनि भाइ कस्तो लागिरहेछ हौ? रमाइलो लागिरहेछ। फाइनली हामी चाहिँ फर्किसकेको छौँ, एकदमै रमाइलो पनि भयो अनि इन्जोय पनि गरियो नयाँ ठाउँमा होइन। एकदमै छुट्टी चाहिँ एकदम राम्रोसँग बिताइयो, खुसी पनि लाग्यो। ओके, नेक्स्ट टाइम फेरि अर्को भिडियोमा भेट्नेछु। बाबा।